नमस्ते। ब्लड प्रेसर भनेको तपाईँको पहिला त्योभन्दा अगाडि नर्मल ब्लड प्रेसर के हो भने नर्मल हाम्रो हामीमा नर्मल ब्लड प्रेसर कसलाई भन्छ भनेको 100 सिस्टोलिक ब्लड प्रेसर जुन माथिको ब्लड प्रेसर हुन्छ नि 120 भन्दा तल हुनु पर्यो। अनि तल्लो ब्लड प्रेसर जुन डायस्टोलिक भन्छौँ त्यो 80 भन्दा तल हुनु पर्यो। त्यसलाई हामी नर्मल ब्लड प्रेसर भन्छौँ। हाई ब्लड प्रेसर भनेको 120 भन्दा माथिको ब्लड प्रेसर 120 भन्दा माथि छ भने र तलको ब्लड प्रेसर 80 भन्दा माथि छ भने त्यसलाई हाई ब्लड प्रेसर भन्छौँ, जुन हाइपरटेन्सन पनि मेडिकल टर्ममा भन्छ। मौसममा मोस्टली ब्लड प्रेसर बढ्छन् गर्मी महिना भन्दा। किन भन्दाखेरि जाडो महिनामा हाम्रो जुन शरीरको टेम्परेचर हुन्छ त्यो हिट एब्जर्प्सन गर्छ शरीरले, जुन न्यानो पार्नुको लागि मान्छेलाई, जसले गर्दा हाम्रो रक्त नली हुन्छ जुन ब्लड भेसल हुन्छ त्यो साँग्रो हुँदै जान्छ, सानो हुँदै जान्छ। सानो भयो भने त्यो फोर्स बढी हुन्छ, त्यो एरियाको फोर्स अलि बढी हुन्छ, बढी भयो भने त्यसले गर्दा ब्लड प्रेसर हाई हुन्छ। मोस्टली भनेको जाडो महिनामा तातो तातो कुराहरू खाने, त्यस पछाडि अनावश्यक हिलडुल नगर्ने जाडो महिनामा बिहान र बेलुका, अनि के अरे तातो लुगाहरू लगाउने, अनि धेरै चिल्लो पदार्थहरू नखाने, अनि समयमा जाँचहरू गराइराख्ने डक्टरले। अनि यसबाट बच्न सकिन्छ। यसमा नियमित औषधि पनि खानु पर्यो। जस्तै दीर्घ रोग डायबिटिज, बिपी लगायतका रोगहरू, हार्टको लगायतका रोगीहरूलाई जाडो महिनामा धेरै समस्या हुन्छ। उहाँहरूले कसरी आफूलाई जोगाउन सक्नुहुन्छ यो जाडोको मौसममा? जाडोको मौसममा त्यही के अरे तपाईँको जुन खानपिनमा अलिक ध्यान दिनु पर्यो। के अरे चिल्लो पदार्थहरू बढी नखाने, किन हामी बढी एक्सर्साइजहरू गर्दैनौँ जाडो महिनामा धेरै। अनि सानो समय के अरे समय पनि एकदम सर्ट हुन्छ, दिनको समय पनि सर्ट हुन्छ, धेरै फिजिकल एक्टिभिटीहरू हुँदैन हाम्रोमा। त्यस पछाडि तपाईँको नुनिलो कुराहरू नखाने, अनि समयमा जुन औषधिहरू छ समयमा खाने, टाइमअनुसार औषधिहरू खाने, अनि जाडो के अरे चिसो हावाहरूबाट बचेर बस्नु, अनि तातो कुराहरू खाने, लुगाहरू लगाउने, बडी फ्लुइडहरू खाने।